दुबईको व्यस्त जीवनमा पनि दिनभरि पसिना बगाएपछि आज एउटा सानो खुसी खोज्दैछु। आज जाँदैछु लेबर मार्केटको चर्चित मोमो खान। हेलो एभ्रिवान, वेलकम ब्याक टु अनदर मिनी ब्लग। बाहिर म गफ गर्दै गर्दै लेबर मार्केट पनि आइपुगेको पत्तै भएनछ। विदेशको जिन्दगी सजिलो छैन, तर साथीभाइसँग बसेर एक प्लेट मोमोले पनि थकान बिर्साइदिन्छ। र बाहिरमा टुइँदै भाइ चाहिँ हाँस्दैछ। आज मोमो खाने भयो भन्दै छ केटोले। अहिले गर्मी चाहिँ साह्रै लागेछ, त्यही पनि भाइले ओके छ त भन्दैछ। सो फाइनली हामी चाहिँ हाम्रो फेभरेट प्लेसमा आइयो, फेभरेट सपमा। नेपालको स्वाद सम्झाउने यो मोमो टाढा भए पनि याद दिलाउँछ। हामीले मोमो सँगसँगै चटपट पनि अर्डर गरेको थियो र यो भाइ चाहिँ जतिखेर पनि मोबाइलमा झुन्डिरहेको थियो। र भाइलाई मैले हामीले के ल्यान्छ यसो देखाइदेऊ नि त भाइ या गरेर। र हामी चाहिँ चेयरमा बसेर मोमो ओपन गर्दैछौँ। मोमो छ, हाम्रो सेकुवा छ, चटपटे छ। र मोमो खोलेपछि भाइलाई मैले अचार हाल्न लगाएँ र भाइलाई मोमो पनि खाऊ भाइ मजाले गम भने हाँस्दैछन्। र मैले पनि खान सुरु गरेँ। ल भाइ यसो भिडियो बनाऊ त भने भाइलाई। ठुलो सपना बोकेर आएका हामीलाई यस्तै साना पलहरूले हामीलाई खुसी दिन्छन्। परदेशमा मेहनत गर्ने दाजुभाइहरू सबैलाई सम्मान। दुबईको लाइफ यस्तै छ, मेहनत पनि, याद पनि, अनि मोमोको स्वाद पनि। आजको भिडियो यतिकै, फेरि अर्को रमाइलो भिडियोमा भेटौँला। धन्यवाद सबैजनालाई लास्टसम्म हेरिदिनु भएकोमा। बाई बाई, सी यू सुन।